नमस्ते। युवाको नमस्कार। आवाज हेरेर बस्नुहुने युवाको आवाज मार्फत कार्यक्रम परदेशीको भोगा हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई दर्शक नमस्ते साथै स्वागत गर्न चाहन्छु। आजको बसाइमा हामीसँग हुनुहुन्छ गोपाल रसाइलीजी। उहाँको मलेसियामा काम गर्दाको उहाँको अनुभवहरू, दुःख सुख भोगाइहरू समग्रमा आज हामी सुन्ने र सुनाउने प्रयत्न गर्नेछौँ र दुःख सुख साट्नको लागि हामी आएका छौँ। सर्वप्रथम त हजुरको परिचयबाटै सुरु गरौँ न। नमस्कार हजुर, मेरो चाहिँ नाम गोपाल रसाइली। हाल चाहिँ भनेको अहिले मलेसियाको बसाइ छ। अब यता यसो काम गरिँदैछ भनौँ न। अब हजुरको नेपाल ठेगाना चाहिँ? नेपाल ठेगाना चाहिँ मेरो पुरानो घर चाहिँ ताप्लेजुङ हो। अहिले हालसालै बसाइ चाहिँ फेरि धरानतिर छ। हजुर। ए हजुर। कति भयो मलेसिया आउनुभएको? मलेसियाको अहिले म 7 वर्ष लाग्यो। 7 वर्ष भयो। हजुर। पहिला पनि आएर बसेर गएको, अनि फेरि अहिले आएको चाहिँ अहिले 7 वर्ष रनिङ हुँदैछ। के कामको लागि भनेर आउनुभएको थियो? के काम गर्दै हुनुहुन्छ? कस्तो छ काम? त अब अहिलेसम्म भनेको त्यही अब कम्पनी वर्करमै आएको हो। हजुर। कम्पनीको भिसामा। हजुर। अब काम गरिराखिएको छ अहिलेसम्म भनेको। अब मलेसियाको लामो बसाइ नै भइसक्यो। अब घरतिर जाने फर्किने भन्दा पनि अब त्यही हो। यसो अब अहिले सेलरीको पनि त्यस्तै नै छ। अब हजुर। आर्थिक मन्दी। अनि अब त्यसले गर्दाखेरि अब अलिअलि कमायो, घरतिर पठायो। नेपालतिर पनि अब त्यही छ, महँगी नै छ। यहाँदेखि पठायो, जति पठायो बचत हुँदैन। त्यो अब यसो अलिअलि केही गर्न सक्ने चाहिँ यसो कमाएर जाउँ भन्ने चाहिँ विचार गरेको। त्यो अब सपना मात्रै होला जस्तो छ। हजुर। कमाएको जति परिवारलाई होइन, परिवार खर्च भन्यो, घर परिवार भन्यो। कस्तो छ मलेसियाको बसाइ? तपाईँको अनुभव, तपाईँको भोगाइमा तपाईँले पहिले कम्पनीमा आउनुभएको थिएँ, अहिले ठ्याक्कै के गर्दै हुनुहुन्छ? के काम गर्दै हुनुहुन्छ अहिले? अब अहिले चाहिँ यसो गरिँदैछ, 12 घन्टा ड्युटी गरिँदैछ। महिनामा छुट्टी हुँदैन एक दिन पनि। सेक्युरिटीको जब गरिँदैछ। हजुर। त्यसमा भनेको चाहिँ अब सेलरीको बारेमा त अब त्यही हो। अब सेक्युरिटीको 2022 त्यस्तै नै हुन्छ। त्यहीबाट खानु पर्यो। अहिले महँगी छ मलेसियामा धेरै। मलेसियामा सेक्युरिटीहरूको काम कस्तो छ? कतिको सहज छ, कतिको गाह्रो छ? तपाईँको अनुभव? मेरो अनुभवमा सेक्युरिटीमा भनेको अब गाह्रो चाहिँ गाह्रै हुन्छ। 12 घन्टा अब खटिनुपर्छ। हजुर। कुनै ठाउँमा भनेको उभिएर गर्ने ठाउँ पनि छ, उभिएर बस्नुपर्छ होइन, बस्न मिल्दैन। आफ्नो पोस्ट छोडेर अब हिँड्न मिल्दैन। केही यतात्यता अब हुँदा ओर्दाखेरि भनेको त्यहाँ अब जानकारी गराएर मात्रै पोस्ट छोडेर हिँड्न मिल्छ है। त्यस्तै नै हुन्छ। अब खासै अब गाह्रो त गाह्रै हुन्छ सेक्युरिटीमा। अब भोग्ने मान्छे चाहिँ अब आफूलाई सधैँ अब मलाई भए जस्तो अरूलाई नहोला, गाह्रो चाहिँ गाह्रै हुन्छ। अनि छुट्टी हुँदैन भन्नु? छुट्टी हुँदैन। छुट्टीको लागि चाहिँ भनेको 36 घन्टा ड्युटी गरेर साथीसँग मिलाएर गर्न सकियो। हजुर। साथीको ड्युटी आफूले गरेर 36 घन्टा भन्नु। 36 घन्टासम्म तपाईँ ड्युटी गर्दाखेरि कमाइ कति हुन्छ भन्न मिल्छ भने? कमाइ 36 घन्टा ड्युटी गर्दाखेरि भनेको अब 2 दिन त ड्युटी नै भइगयो, 1 दिन ओटी हुन्छ। हजुर। 1 दिन ओटीको भनेको चाहिँ नि कुनै ठाउँमा भनेको बेसिकको हिसाबले दिन्छ। अब कुनै ठाउँमा चाहिँ भनेको अलिकति कमै दिन्छ। हजुर। 60-70 रुपियाँ 80 रुपियाँ त्यस्तै हुन्छ। ए यस समग्रमा दुःखै छ सेक्युरिटीको लागि? दुःखै छ, सेक्युरिटी दुःखै छ। अब अनुभवमा है, तपाईँको अनुभव चाहिँ कस्तो रह्यो मलेसियामा? समग्रमा कम्पनीमा पनि तपाईँले काम गर्नुभयो। हजुर। सेक्युरिटीमा पनि तपाईँले काम गर्नुभयो। कम्पनीमा काम गर्दाखेरि, फ्याक्ट्रीमा काम गर्दै गर्दा र सेक्युरिटीमा तपाईँ काम गर्दै गर्दाखेरि सहज र सजिलो चाहिँ तपाईँलाई केमा लाग्यो? सहज र सजिलो आफूलाई लाग्दाखेरि चाहिँ भनेको तपाईँको कम्पनीमा चाहिँ अब धेरै सजिलो नै हो। हजुर। अब 6 दिन हप्तामा काम गऱ्यो, 1 दिन छुट्टी हुन्छ। हजुर। अब सेक्युरिटीमा चाहिँ भनेको तपाईँको 12 घन्टा ड्युटी गऱ्यो, बिहान घाम झुल्किँदाखेरि ड्युटी आयो, घाम झुल्किँदा के अरे घाम अस्ताउँदाखेरि रुममा पुग्यो, त्यो थाहा नै हुँदैन। दिन बितेको चाहिँ अलिकति थाहा हुँदैन सेक्युरिटीमा चाहिँ। प्लस छुट्टी हुँदैन? हजुर, प्लस छुट्टी हुँदैन। त्यसै दिन हुन्छ। हजुर। यस्तो बेला सेक्युरिटीमा त भनेपछि साह्रो गाह्रो पर्दाखेरि, बिराम पर्दाखेरि चाहिँ? त्यसमा अब यतिखेर बिरामी हुन्छु भन्ने अब आफूलाई थाहा हुँदैन। त्यही त। हजुर।
त्यो इमर्जेन्सी बिरामी भइयो भनेदेखि अब राम्रो कम्पनीहरू पऱ्यो भनेदेखि चाहिँ त्यसलाई त्यही अनुसारले अब औषधि उपचारहरू हुन्छ। नत्र भएदेखि चाहिँ भनेको अब यो दिन बिरामी हुन्छु भन्ने थाहा हुँदैन, त्यतिखेर अब आफू बिरामी भएर चाहिँ आउन सकेन गरेन भनेदेखि अब नेपालीलाई त अब बिरामी भएको भन्दैन, जाँडा सिकाएर चाहिँ नि मातेर बिरामी भएको भन्छ वर्ष। र त्यही भनेर उनीहरूले धेरै हेप्ने चाहिँ भनेको नेपालीलाई अहिले त्यही जाँडसीले हेप्छ। जाँडसी खान्छ। हजुर, जाँडसी वास्तवमै नेपालीहरू धेरै नै जाँडसी खान्छन् र धेरै नै जाँडसी सेवन गर्छन् र नै यस्तो भएको कि केहीले गर्दाखेरि चाहिँ सबै समग्र अहिले नेपालीहरूलाई चाहिँ समग्र नेपालीलाई धेरै जाँडसी सेवन गर्छ र बिरामी हुन्छ भन्ने खालको यो रोजगारीदाताहरूबाट चाहिँ यस्तो अलिकति दुर्व्यवहार भनौँ त्यो खालको सहनुपर्छ। यो चाहिँ के सबै नेपालीले त खाँदैनन्, केही नेपालीको कारणले चाहिँ यसरी दुर्व्यवहार सहनुपर्छ। हजुर, सबैमा त्यस्तो हुँदैन, सबैले खाँदैनन्, तर कसैलाई भनेको अब कसैको चाहिँ रोग पनि हुनसक्छ। हजुर, कोही भनेको अब मिर्गी रोग, छारे रोगहरू भन्ने हुन्छ होइन, तर यहाँका मान्छेलाई त्यो थाहा हुँदैन। हजुर, अब त्यतिखेर कुनै अब ड्युटी गर्दा गर्दै लड्ने पनि हुन्छन्। त्यस्तोमा भनेको चाहिँ नि जाँडसी खाएर मातेर लड भन्ने चाहिँ एउटा हुन्छ। तर डक्टर सम्बन्धी अब त्यो डक्टर सामु पुग्न चाहिँ त्यतिखेर अब पायो भने मात्रै हो, नभएदेखि चाहिँ भनेको जाँडसी खाएरै भन्ने कुराहरू चाहिँ त्यस्तो धेरै चाहिँ हल्ला त्यहीबाट हुन्छ छिटो। केही नेपालीले गर्दाखेरि समग्र नेपालीहरूलाई हजुर, त्यो दुर्व्यवहार सहनुपर्छ है। दुर्व्यवहारहरू त अब यहाँ त्यस्तै हो। अब जो पनि अब आफ्नो ठाउँमा पुगिसकेपछि अलिकति तलमाथि यताउता त्यो हुन्छ। जस्तो तपाईँहरू सेक्रेटरी, अहिले तपाईँ सेक्रेटरीको काम गर्दै हुनुहुन्छ, तपाईँहरू करोडौँको सम्पत्तिलाई सुरक्षा दिनुहुन्छ। हजुर, तपाईँहरू आफै सुरक्षा गार्डहरू चाहिँ मलेसियामा लाखौँको हाराहारीमा चाहिँ नेपाली सुरक्षा गार्डहरू हुनुहुन्छ मलेसियामा। हजुर, सुरक्षा कर्मीहरू चाहिँ कतिको सुरक्षित छन् त मलेसियामा? तपाईँलाई के लाग्छ? यत्रो तपाईँहरू लाखौँको होइन करोडौँ बराबरको सम्पत्तिको सुरक्षा दिनुहुन्छ, तपाईँहरू धनजनको सुरक्षा दिनुहुन्छ, तर जो सुरक्षा दिइराखेको सुरक्षाकर्मी चाहिँ कतिको सुरक्षित छन् मलेसियामा? यहाँ अब त्यसरी अब आफूले सुरक्षा गरेर बसिन्छ, तर त्यहाँबाट नभए पनि अरू त्यो कम्पनीबाट नभए पनि अरू बाहिर फेर हिँड्दा ओर्दाखेरि अथवा यसो ड्रेसमै हिँड्दा पनि अहिले त पहिलाको जस्तो छैन, अहिले धेरै नै यहाँ राम्रो भइसकेको नै छ होइन। हजुर, तर अहिले र पनि थोर बहुत यहाँ अब कुनै आफ्नै नेपालीहरूबाटै पनि असुरक्षित हुन्छन् मान्छे। त्यस्ता चाहिँ यो त कतिपय हामीले सामाजिक सञ्जालमा देखिरहेका हुन्छौँ मलेसियामा सेक्युरिटी गार्डहरूको दुःखहरू चाहिँ। कति यहाँका लोकलहरूले आएर सेक्युरिटी ड्युटीकै क्रममा हातपात गर्ने अथवा नेपाली सुपरभाइजरहरूबाट नै हातपात गर्ने यस्तो खालको सामाजिक सञ्जालमा हामीले भिडियोहरू देखिरहेका हुन्छौँ। यो चाहिँ वास्तवमा के कारणले यस्तो हुन्छ? यस्तो असुरक्षित भएर चाहिँ किन वास्तवमै के सेक्युरिटी गार्डहरू असुरक्षित छन् त? त्यसमा भनेको तपाईँको अब त्यहाँ काम गरिराखेको मान्छेले भनेको अब जस्तो कि यहाँ पनि अब त्यो सेक्युरिटीको पनि काम अराउने मान्छे, त्यसलाई अब रुल्सहरू फलो गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अब गाडीहरू आउँछ, त्यसलाई हामीले अब रुम नम्बर सोध्ने, त्यसको अब सबै डिटेलहरू लिएर मात्रै भित्र पस्ने हामीले त्यसलाई इन्ट्री गराउनुपर्छ। त्यो इन्ट्री गराउँदाखेरि भनेको कुनै चाहिँ अलिकति रिसालु हुन्छन् क्या, नबुझ्ने। अनि म अब सधैँ बसिराखेको मान्छे पनि सधैँ अब सेक्युरिटीले त अब इन्क्वायरी त गर्नै पर्छ। अब उनीहरूसँग एसएस कार्डहरू केही छ भनेदेखि उनीहरू पसिहाले, उनीहरूलाई केही भन्नै परेन। नत्र भएदेखि चाहिँ उनीहरूबाटै पनि त्यहाँनिर अलिक कोही रिसा हुने, कुनैले चाहिँ भनेको हात छोडिहाल्ने, हाम्रो देश हो हाम्रो घर हो भन्ने खालको त्यस्तो पनि अलिकति थोरै देखियो। त्यसले गर्दाखेरि पनि अलिकति असुरक्षितै हुन्छ। अब परेका बेलामा अब सेक्युरिटीको ठुलो मान्छे पनि त्यहाँ आइपुगेको हुँदैन। अनि अब कोही बेला भनेको अब आफूले राम्रै बोल्दा पनि नराम्रो सुन्छ त्यो मान्छेले होइन, त्यही भएर पनि त्यस्तो अलिकति असमझदारीमा चाहिँ दुईपक्षीय असमझदारीमा चाहिँ त्यस्तो खालको घटनाहरू घट्छ। कतिपय ठाउँमा चाहिँ अब यहाँका लोकलहरूले होइन सेक्युरिटीमाथि हातपात गरेको देखिन्छ। सेक्युरिटीहरूले पनि आफूमाथि भएको प्रहारलाई प्रतिकार गर्ने क्रममा हातपात दोहोरो भिडन्तहरू पनि देख्न सकिन्छ। हजुर, सेक्युरिटीले त अब तपाईँको हातपात गर्दाखेरि पनि सबैभन्दा पहिला भनेको अब
उनीहरूले हात छोडेर आफ्नो शरीरमा अब चोट लाग्यो अथवा आफ्नो शरीर दुख्यो भनेदेखि कोही रिसालु हुन्छन् साथीहरू पनि। त्यसमा भनेको उनीहरूले अब सम्झिँदैनन् कि म बाहिरको देशको मान्छे हो, अब उनीहरूलाई भनेको म यहीँको बासिन्दा जस्तो अनुभव भएर पनि त्यस्तो हुन सक्ने चाहिँ मलाई त्यस्तो लाग्छ होइन। अलिकति तपाईँले भने जस्तै हजुर सेक्युरिटीहरूले पनि अलिकति संयमता चाहिँ अपनाउनुपर्छ। अपनाउनुपर्छ। म यहाँ देशको यो देशको मान्छे होइन भनेर अब हरेक हुन्छ नि त सेक्युरिटीको पनि। अब कुनै ठाउँमा भनेको अब भिडियो क्यामेरा राखिदिएको हुन्छ, त्यो चाहिँ सेक्युरिटीहरूले युज गर्ने ठ्याक्कैसँगले भनेको त्यो बाहिरको मान्छेहरूले नदेख्ने गरी अन गरेर राख्ने। अब यो मान्छे यस्तो खालको छ आउँदैछ भनेपछि त्यसरी राख्ने गर्ने, उनीहरूसँग त्यो भरे यस्तो यस्तो घटना भएर यस्तो यस्तो भयो भनेर देखाउन पनि सजिलो हुन्छ। त्यो खालको अलिकति चाहिँ अब सबैतिर नहोला होइन, त्यही भएर चाहिँ त्यस्तो भएको हो। अनि अब कोही साथीहरू चाहिँ भनेको अब साथीमै पनि अलिकति रिसा झन्का हुने खालका त्यस्ता पनि हुन्छन्। तिनीहरूले पनि अब अर्काले गाली गरेको सहन सक्दैनन्। अब गाली त यहाँ तपाईँको भाषा जानिसकेपछि भनेको उसले गाली गरेको अब आफूलाई चित्त दुख्छ, रिस उठ्छ। आफूले पनि आफ्नो फरज निभाइराखेको हुन्छ। हजुर त्यही भएर चाहिँ त्यस्तो हुन्छ। के भन्न चाहनुहुन्छ नेपालबाट कोही अब मलेसिया सेक्युरिटीको गार्डमा आउन लाग्ने नयाँ नेपालीहरूलाई होइन, अथवा तपाईँको केही छ सल्लाह? हजुर यसमा चाहिँ मैले अलिकति थोरै बोल्ने मौका पाएँ है। जति पनि अहिले अब नेपालबाट आउँदै गर्नुहुने नयाँ सेक्युरिटी गार्डहरू अब आउँदै हुनुहुन्छ भनेदेखि उहाँहरूले चाहिँ राम्रोसँगले इन्टरभ्यू लिएर होइन, अब कुन तरिकाले कसरी काम गर्नुपर्छ, कस्तो ठाउँको वातावरण कस्तो छ भन्ने कुरा चाहिँ उहाँहरूले धेरै राम्रोसँगले जानकारी गरेर जानकारी लिएर मात्रै आउँदाखेरि चाहिँ राम्रो लाग्छ मलाई चाहिँ होइन, मेरो विचारमा चाहिँ। अब उहाँहरूले भनेको अब कोही 8-10 वर्ष बसेर जाने मान्छेहरू पनि अब पुरानो मान्छेहरू हुनुहुन्छ भाषा जानेको, तर भाषा जानेर मात्रै पनि हुँदैन। उहाँहरूले थोरै अलिकति केही ट्रेनिङ लिएर आएदेखि चाहिँ सजिलो हुन्छ। अब नयाँ मान्छेलाई भनेको सेक्युरिटी गार्ड भन्ने बित्तिकै उहाँदेखि भनेको म गार्ड हुन पाएँ भन्ने लाग्दो होला हुन चाहिँ होइन, तर त्यो चाहिँ नमानिकन बरु 2-4 दिन ढिलो होस्, सेक्युरिटीको ट्रेनिङ चाहिँ लिएर राम्ररी हौसिएर मात्रै हुँदैन। भाषा यहाँ भनेको अब चल्ने भनेको प्रायः भनेको मलायो मात्रै चल्छ मलेसियामा। इङ्ग्लिसबाट बोल्यो भनेदेखि नबुझ्ने जस्तो गर्छन् यहाँ। इङ्ग्लिस पनि बुझ्छन् बुझ्न त, तर इङ्ग्लिस चाहिँ उहाँहरूले बोल्नलाई अलिकति थोरै गाह्रो मान्छन्। सजिलो हजुर मलायो चाहिँ सजिलो। उनीहरू भनेको आफ्नो देशको भाषा गरिसके अर्काको देशको भाषा नबोल्ने तरिकाको हुन्छन् यहाँका मान्छेहरू। त्यही भएर अलिकति भाषामा र थोरै कामको चाहिँ जानकारीहरू कुन ठाउँमा कसरी गर्नुपर्छ भन्ने कुराहरू चाहिँ सिकेरै आएको चाहिँ राम्रो लाग्छ मलाई चाहिँ। त्यही हो अब भन्ने कुराहरू होइन। मलेसिया आउन चाहनुहुनेहरू कम्पनीमा आएको राम्रो कि सेक्युरिटीमा? कम्पनीमा आउँदाखेरि पनि तपाईँको बुझेर, अहिले भनेको दुनियाँ गुगलहरू छन् है, दुनियाँ यता त्यता छ। अब बुझेर चाहिँ यो कम्पनी कहाँ पर्छ कस्तो छ भन्ने कुराहरू भनेको उहाँहरूले सकभर सर्च गरेर हेरेर कम्पनीमा कुनै पुरानो मान्छेहरू छन् भनेदेखि सायद उनीहरूसँग बुझेर आएदेखि राम्रो। के भन्न चाहनुहुन्छ अन्त्यमा भनेको नमस्कार हजुर, मैले चाहिँ अब यति नै हो। अब यहाँभन्दा अब यो भिडियो के भन्नु र भन्ने ठाउँ तपाईँको घर परिवारसम्म पनि पुग्छ होला होइन, पुग्न सक्ला। के भन्न चाहनुहुन्छ घर परिवारलाई? के सम्झिन चाहनुहुन्छ घर परिवारलाई? अब केही सन्देश दिन चाहनुहुन्छ कि भिडियो मार्फत? घर परिवार लगायत मेरा सम्पूर्ण चाहिँ नि यता त्यता छरछिमेकी नातागोताहरू सबैले अब हेर्नुहुन्छ होला, देख्नुहुन्छ होला होइन। अहिलेको जुगमा अब देख्न त अब एउटा न एउटा उसबाट देखिहालेकै हुन्छ। उहाँहरूलाई अब त्यही हो, अब अहिलेसम्म आरामै छु, म पनि राम्रै छु। घर परिवारदेखि लगायत हजुर सबैतिर भनेको अब राम्रै नै खबर सुनिराखिएको छ। अब त्यस्तै छ। अब हल्का यसो पैसा कमाएरै जाउँला भन्ने विचार चाहिँ गरेको, अब कमाइ कहिले हुने हो त्यो चाहिँ। ल ठिक छ। हस्, धन्यवाद समय दिनुभयो। यदि अन्त्यमा केही भन्न छुटेको छ भने भन्न सक्नुहुन्छ, केही बाँकी छ भने? हुन्छ हजुर, अब यति नै हो। अब धन्यवाद। साथै तपाईँलाई नयाँ वर्षको पनि शुभकामना छ। युवाको आवाजबाट प्रसारित यो कार्यक्रम परदेशीको भनाइ बुलन्द आवाज, परदेशीहरूको सम्मानको लागि, नेपाली श्रमिकहरूको सम्मान हाम्रो अभियान सहित यो कार्यक्रम सुरु गरेका छौँ। हाम्रो फेसबुक पेज युवाको आवाज, त्यसै गरी युट्युब च्यानल युवाको आवाजलाई सब्सक्राइब गरी हाम्रो फेसबुक पेजलाई फलो गरेर हामीसँग जोडिँदै गर्नुहोला।
र मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली दाजुभाइहरूको सङ्घर्षका कथा, दुःखका कथा र भोगाइका कथाहरू हामी यसरी नै उजागर गर्ने प्रयत्न गर्नेछौँ। आजको लागि छुट्छौँ। हवस् त, धन्यवाद तपाईँलाई। धन्यवाद।